टियु ग्राउन्डमा भएको नेपाल भर्सेस युएसए को आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 ओडिआई म्याच नेपाल क्रिकेटको लागि एकदमै स्पेशल र डोमिनेन्ट भिक्ट्री रह्यो। प्रेसरको सिचुएसनमा नेपालले कम्प्लिट अलराउन्ड पर्फर्मेन्स देखाउँदै युएसएलाई 122 रनले कम्फर्टेबली हरायो। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै डिपार्टमेन्टमा नेपालले युएसएमाथि पुरा डोमिनेसन देखाएको यो म्याच फ्यान्सहरूको लागि एकदमै मेमोरेबल रह्यो। म्याचको सुरुमा युएसएले टस जितेर पहिला बलिङ गर्ने डिसिजन लियो। टियुको पिच सुरुमा अलिक बलिङ फ्रेन्डली देखिने भएर यो डिसिजन लजिकल नै मानिन्थ्यो। तर नेपालको ब्याट्सम्यानहरूले पेसेन्स र स्मार्ट ब्याटिङ गर्दै युएसएको प्लानलाई कम्प्लिटली फेल बनाइदिए। ओपनिङ फेजमा नेपालले विकेट बचाएर इनिङ्स बिल्ड गर्न फोकस गर्यो। सुरुमा रन रेट अलिक कन्ट्रोल भए पनि ब्याट्सम्यानहरू क्रिजमा सेटल हुँदै गएपछि नेपालले मोमेन्टम समात्यो। म्याचको सबैभन्दा ठुलो हिरो रहे ईशान पाण्डे। उनले 83 बलमा ब्रिलियन्ट 84 रन्सको इनिङ खेल्दै नेपालको ब्याटिङ इनिङ्सलाई ब्याकबोन प्रोभाइड गरे। उनको ब्याटिङमा म्याच्योरिटी, टाइमिङ र कम्पोजर एकदम क्लियर देखिन्थ्यो। प्रेसर सिचुएसनमा प्यानिक नगरी स्ट्राइक रोटेट गर्दै ग्यापहरूमा बाउन्ड्रिज निकालेर उनले युएसए बलर्सलाई फ्रस्ट्रेट गरे। अर्कोतिर दिपेन्द्र सिंह ऐलीले फेरि एकदम डिस्ट्रक्टिभ ब्याटिङ देखाए। उनले केवल 36 बलमा 59 रनको एक्सप्लोसिभ इनिङ्स खेले। युएसए माथि प्रेसर बिल्ड गरे। उनको एट्याकिङ इन्डियनले म्याच कम्प्लिटली नेपालको कन्ट्रोलमा ल्यायो। क्याप्टेन रोहित पौडेलले पनि 46 रनको कम्पोज इनिङ्स खेल्दै इनिङ्सलाई स्टेबिलिटी दिएका थिए। टप अर्डरबाट रेस्पोन्सिबिलिटी आएपछि नेपालले कन्टिन्युअसली पार्टनरसिप बनायो, जुन आजको इनिङ्सको बिगेस्ट स्ट्रेन्थ रह्यो। नेपालले पुरा 50 ओभरमा 317 रनको म्यासिभ टोटल खडा गर्यो, जुन टियुको पिच अनुसार एकदमै एक्सिलेन्ट स्कोर हो। युएसएको बोलिङतिर शुभम रञ्जनेले 3 विकेट लिएर अलि कन्ट्रोल गर्ने कोसिस गरे पनि ओभरअल नेपालको ब्याट्सम्यानहरूलाई रोक्न सकेनन्। मिलिन्द कुमार र रशिल अग्रकरले पनि विकेट लिए, तर प्रेसर मेन्टेन गर्न गाह्रो पर्यो। 318 रनको ह्युज टार्गेट चेज गर्न फिल्डमा आएको युएसएको सुरुवात खासै राम्रो भएन। नेपालको बलर्सहरूले सुरुदेखि नै डिसिप्लिन बोलिङ गर्दै युएसए ब्याट्सम्यानहरूलाई फ्रिली स्कोर गर्न दिएनन्। युएसएको लागि सञ्जय कृष्णमूर्तिले 56 रन बनाएर फाइट गर्ने कोसिस गरे पनि युएसएले इनिङ्स अगाडि बढाउन सकेन। युएसए 41.2 ओभरमा 195 रनमा अल आउट भयो र नेपालले 122 रनको म्यासिभ भिक्ट्री रेजिस्टर गर्यो। धेरै टाइमपछि नेपालको ब्याटिङ युनिट एकदम ब्यालेन्स र कन्फिडेन्स हिजो देखियो। टप अर्डरबाट मिडल अर्डरसम्म सबैले कन्ट्रिब्युसन दिएका थिए। एकजना प्लेयरमा डिपेन्डेन्ट नभएर पार्टनरसिप बिल्ड गर्नु नेपालको सबैभन्दा ठुलो पोजिटिभ रह्यो। नेपाललाई फ्युचरको रिलायबल टप अर्डर ब्याट्सम्यान भेटिएको फिलिङ्स आज फ्यान्सहरूलाई भएको छ। दिपेन्द्र फेरि एकचोटि बिग म्याच प्लेयरको रूपमा प्रुभ भए। ब्याटिङमा एग्रेसिभ फिनिसिङ मात्र होइन, बोलिङमा पनि विकेट निकालेर कम्प्लिट अलराउन्ड प्याकेज उनले देखाए। 317 जस्तो स्कोर बनाउँदा पनि लास्टतिर नेपालले अलि धेरै विकेट्स लुज गरेको थियो। ओभरअल हेर्दा नेपालले कम्प्लिट टिम पर्फर्मेन्स देखाउँदै युएसए माथि एक डोमिनेन्ट भिक्ट्री रेजिस्टर गरेको छ। ब्याटिङमा म्याच्योरिटी, बोलिङमा डिसिप्लिन र फिल्डिङमा एनर्जी तीनै डिपार्टमेन्टमा नेपाल सुपेरियर हिजो देखियो। तपाईँलाई म्याचमा सबैभन्दा इम्प्रेसिभ प्लेयर को लाग्यो? कमेन्टमा आफ्नो ओपिनियन सेयर गर्नुहोला र यस्तै क्रिकेट अपडेट्स, म्याच एनालाइसिस र नेपाल क्रिकेट कन्टेन्टको लागि च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।